मन भनेको के हो, माइन्ड भनेको के हो, यो मस्तिष्क र शरीरभन्दा कसरी फरक छ। हामीले चाहिँ के बुझ्नुपर्छ भने हामी जुन सोच्ने, कुरा गर्न सक्ने, महसुस गर्ने, डराउने, खुसी हुने जस्ता जुन बौद्धिक, भावनात्मक र मानसिक प्रक्रियाहरू छन्, ती प्रक्रियाहरू जुन कार्यगत प्रक्रियाहरू छन् त्यसलाई चाहिँ हामी मन भनेर, माइन्ड भनेर भन्छौँ। यसलाई हामी के बुझ्न सक्छौँ भने मस्तिष्क भनेको जसलाई हामी कम्प्युटरको हार्डवेयरसँग दाँच्न सक्छौँ कम्प्युटर हो, र मन भनेको मस्तिष्कको कार्यात्मक रूप हो, भनेको यसको सफ्टवेयर हो। यो चाहिँ कार्यात्मक रूप हो जसले हामीलाई विभिन्न कुराहरू अनुभूति गर्न, त्यो प्राप्त गर्न मद्दत गर्छ र त्यसले हाम्रो मनमा चाहिँ विचार उत्पन्न गर्ने, चेतना उत्पादन गर्ने जस्ता कामहरू जे छन्, हाम्रो मस्तिष्कले जे यो कामहरू गर्न सक्छ, यसलाई हामी चाहिँ सामूहिक रूपमा मन या माइन्ड भन्छौँ।